हे तेरी यार हेलो हेलो ल सब्सक्राइब गरिदिनु होला है हेलो सेतु हेलो गाइज आजको हाम्रो गन्तव्य चाहिँ भुन्डलसम्मको हुनेछ। अब आज मौसमले पनि साथ दिइरहेछ, मौसम पनि घाम पनि छैन, जस बादल लागिरहेछ, पानी पनि परेको छैन, मौसमले धेरै राम्रो साथ दिइरह। त्यही भएर हामी भुन्डलसम्मको यात्रा गर्दैछौँ। तपाईहरु अन्तिमसम्म मेरो भिडियो हेर्दिनु होला र साथ दिनु होला। बाँकी कुराहरु बाटोमा भन्दै जाउँला। लेट्स गो फर्किङको भुन्डोल। यो ट्याक्कै अब 12 बजे भनेपछि सायद दक्षिणकाली जाने बाटोमा 1 बजीतिर पुग्छौँ होला। थोरै हाइकिङ पनि हुन्छ होला कि जान त माथिसम्मै जान्छ सर। त्यही पनि हामी अब हाइक गर्छौँ होला। दक्षिणकालीबाट अलिकति भित्र गएर त्यहाँ स्कुटरहरू राखेर हाइक हुन्छ कि जस्तो। क्या घाम चर्किदिरहेको क्या बेला यहाँ। अहिले त मौसम ठिक्क थियो, ठिकै छ। त्यही पनि नेपालको घाम सहनै सकिन्छ। त्यत्रो नेपाल जज्बाहरू यार, त्यत्रो कतारको घाममा हो त्यस्तो चढाउने काम गर्दाखेरि कति गाह्रो हुन्छ होला यार। हामी यहाँ आफ्नै साधनमा एकछिन यसो हिँड्दाखेरि पनि घामले तर्काइदिने भयो। भैँसपट्टि आवास मन्त्री क्वार्टर, मन्त्रीहरूको निवास, नेपाल सरकार सङ्घीय मन्त्री निवास। अहिले चाहिँ ट्याक्क लगाएर सब मन्त्रीहरू यहीँ बस्छन् आवास भैँसपट्टि। हे तेरी यार डेन्जर छ यार। यस्तो बार जाने बाटोको मोड चाहिँ अलिक डेन्जर छ। साइड भोलिबाट ठ्याक्कै गाडी आउँदाखेरि अलिक साइड काट्न पनि अलिक पुग्दैन। जस्तो पाएँ त्यस्तो चलाउनु सक्दैन। सोबार आइपुग्यो गाइज। है सोबारको पुल बन्दरगाह। कहाँसम्मको यात्रा हो?
Let's go. लाइसेन्स बिल बुक चाहिँ अनिवार्य लिएर आउनु होला है। यो दक्षिणकाली यहाँ चाहिँ अनिवार्य चेकिङ नै हुन्छ, प्रायः म्याक्सिमम चाहिँ यहाँ चेकिङ नै हुन्छ। के बाटो बन्द भन्छ त यार, बाटो बन्द भन्छ त यार। लेट्स सी, बाटो बन्द भनेर चाहिँ लेखेको छ होइन। लेट्स सी, हेरौँ। ठुलो गाडीहरूलाई मात्रै हो कि अब बाइक स्कुटरहरूलाई नि हो, हेरौँ न। गुम्बा यहाँ आएपछि फेरि पानी पर्ला जस्तो भइदियो है गाइस। यो डाँडा काँडा यताउति जङ्गलै जङ्गल भएर यहाँ चाहिँ म्याक्सिमम् पानी चाहिँ पर्न नै खोजिरहेको हुन्छ। हामी चाहिँ ठ्याक्क दक्षिणकाली जाने बाटोबाट दक्षिणकाली नभइकन मार्कु कुलेखानी जाने बाटोमा छिर्यौँ हामी चाहिँ। त्यहाँबाट चाहिँ ठ्याक्क लाएर त्यहाँबाट चाहिँ कति मिनट लाग्दो रहेछ हेरौँ है। ठ्याक्कै कति मिनट लाग्दो रहेछ नि, 1 बज्नलाई 10 मिनट बाँकी रहेछ। ए तेरि यार, स्पिड हानिहाल्छ। अनि यो त थोरै बटार्दाखेरि पनि स्पिड हानिहाल्छ। यहाँबाट बाटो चाहिँ राम्रै हो, यतिको बाटोले राम्रै भन्नुपर्छ। पहिला लास्ट खतम थियो यो बाटो, अहिले त धेरै राम्रो भन्नुपर्छ यार बाटो। यहीँबाट हामी कुलेखानी पनि पुग्छौँ, मार्कु चितलाङ सितलाङ सब पुगिन्छ यहाँबाट। फेरि अस्ति हामी आउँदाखेरि खत्तम थियो बाटो यार, अहिले त ठिकै रहेछ। पानी परे पनि यतिको बाटो भनेको धेरै राम्रो हो यार, पानी परिरहन्छ। पानी पऱ्यो भने अहिले फर्किने बेला चाहिँ भिजो होला कि जस्तो लाग्यो यार मलाई त्यो ठाउँ यार। भुन्डोल जाने बाटो है। ल यताबाट जाने रहेछ, यहाँबाट राइट। बाटो दामी छ यार। अस्तिको पालो आउँदाखेरि चाहिँ हामी ठ्याक्कै त्यो दक्षिणकाली भन्दा अलिकति यता आइसकेपछि त्यहाँबाट हाइक गर्दै गएको थियो। सिधै त होला सायद भुन्डोल जाने बाटो। अब यो पहिला त त्यस्तो फेमस थिएन, 1-2 वर्ष भयो यो भुन्डोल फेमस भएको पनि।
कहाँ गयो केटाहरू हामी उल्टो बाटो आयो क्या हो ल भुन्डोलको हामी चाहिँ यहाँसम्म ट्याक्क लगाएर पार्क गर्छौँ यहाँ पार्क गरेपछि चाहिँ हामी हिँड्दै हिँड्दै जान्छौँ पार्किङ चाहिँ यही हो है यहाँको ल जाने बाटो चाहिँ यही हो टक्क पार्दै हिँड्दै गरौँ माथि गएर ल माथि भेटौँला अब अब यहाँबाट भर्याङ 30-40 मिनट लाग्छ होला यार नहिँड्नेलाई अगाडि चाहिँ भाइहरू हिँड्दैछन् ल गाइज हाम्रो चाहिँ ट्रेकिङ सुरु भयो होइन ट्याक्क लाएर बेला बेला यस्तो हाइकहरू चाहिँ हिँडिरहनु पर्छ मजा चाहिँ मजा आउने यार दामी भुन्डोल पुग्न त बाइक स्कुटरहरू त्यहाँ माथिसम्म नि पुग्थ्यो तर हामी चाहिँ अब हिँड्यौँ न होइन गइदिउँ भन्ने विचारमा हामी यसरी आइदियो क्या यता सिन हेर्नुहोस् ए पुरै जङ्गल हो हामीले चाहिँ ऊ त्यहाँ राखेका छौँ स्कुटर बाइकहरू चाहिँ ऊ त्यहाँनिर राखेका छौँ ए हो त्यहाँनिर राखेका छौँ होइन हामी कति बजीतिर आइपुग्छौँ ए बाटो ठाडो जोस् यस्तो खुड्किलोहरू हाल्दै रहेछ यस्तो खुड्किलोहरू हालिदिएको भएर पनि अलिकति सजिलो हुन्छ यहाँ त्यस्तो हिँडे जस्तो चाहिँ लाग्दैन अर्को साथीहरू त्यहाँ माथि पुगिसक्यो फेरि ठाडो उकालो ठाडै छ उकालो रेस्ट लिँदै जानुपर्छ आधी उकालो त आयो आधी आयो ल मजा चाहिँ रेस्ट गर्दै हिँड्दै रेस्ट गर्दै हिँड्दै गर्न मजा आउँछ ओह्रालो बाँकी सबै नि अब यो आधी नै कति बाँकी छ अब यहाँबाट 5 मिनट जति हो ए बहिनीहरू पुगेर आइसक्यो यार अब हाम्रो पालो ल ल थ्याङ्क यू बहिनी हस् फाइनल्ली भुन्डोल आइपुग्यो ल ए भुन्डोल आइपुग्यो घाम रहेछ यार कहाँ बस्ने अब ल रक्की ब्रो राजी म भुन्डोल घुम्न आएको हाम्रो यहाँ मासु बन्दै थियो यार मासु दाइले हेलो हेलो ल सब्सक्राइब गरिदिनु होला है सुवर्ण लामा दाजु ओ बवाल भएछ ल हाम्रो चाहिँ यो होइन दाइले बवाल बनाइदिनु भएछ यार माहौलै चेन्ज गरिदियो क्या अब नेक्स्ट आयो ल ए सबजना रहेछ बवाल आयो ल ल गाइज आजको भुन्डोलको भ्लग पनि यहीँ टुङ्गाउन चाहन्छु अब आज जोस् रमाइलो भयो हामी 5 बजीसम्म बस्यौँ यहाँ होइन
जस्ट धेरै रमाइलो भयो हामी साथीभाइ सबैजना जस्ट आजको भ्लग चाहिँ अब यहीँ टुङ्ग्यौँ हैन बाँकी मेरो च्यानललाई चाहिँ लाइक सब्स्क्राइब दाइ ल पछि आउँला है अब हजुर ल जाउँ ल हेलो बहिनीहरू हेलो लासो बाई बाई हेलो सेतु